नमस्ते, म डाक्टर आस्था राणावत। म चाहिँ यहाँ चिराई नेसनल हस्पिटलमा एज अ मेडिकल अफिसर कार्यरत छु। सो आज चाहिँ हामीले बेसिकली एउटा जनचेतनामूलक भिडियो लिएर आएको छौँ। सो हामीले चाहिँ मेन थिङ चाहिँ हेल्थ कसरी एउटा हेल्दी लाइफस्टाइल मेन्टेन गर्ने त्यो बारेमा चाहिँ बेसिक बट भेरी इम्पोर्टेन्ट थिङ्सहरू चाहिँ मैले लिएर आएको छु अहिलेको लागि। सो फर्स्ट अफ अल चाहिँ फर्स्ट पोइन्ट इज ब्यालेन्स डायट, पौष्टिक आहार। हाम्रो लाइफमा चाहिँ ब्यालेन्स डायट चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अहिलेको टाइममा हामीहरू युजली जङ्क फुडतिर लागिरहेको बेलामा चाहिँ ब्यालेन्स डायट चाहिँ हाम्रो रुटिनहरूबाट युजली इन्क्लुड भइरहेको छैन। सो ब्यालेन्स डायट किन इम्पोर्टेन्ट छ भनेर भन्नुहुन्छ भने चाहिँ हामीलाई चाहिने, हाम्रो शरीरलाई चाहिने भिटामिन्स, मिनरल्स, कार्बोहाइड्रेट्सदेखि लिएर फाइबर्सहरूदेखि लिएर सबै भएको खानेकुरा, एउटा मिलेर बनेको खानेकुरालाई चाहिँ एउटा ब्यालेन्स डायट भनिन्छ। पौष्टिक आहार चाहिँ किन इम्पोर्टेन्ट हुन्छ भने यसले चाहिँ हाम्रो धेरै फाइदाहरू हुन्छ। यसले हाम्रो जस्तै बोन ग्रोथदेखि लिएर हाम्रो इम्युनिटीलाई बढाउनेदेखि लिएर हाम्रो भिजन्सलाई राम्रो बनाउनेदेखि लिएर सबै कुरा एज अ होल एउटा सबै कुरा नै भएको हुन्छ यसमा। सो बेसिकली चाहिँ हामीले भनेको चाहिँ सकेसम्म जङ्क फुडहरू चाहिँ अभोइड गर्दै जाउँ र घरकै पौष्टिक खानेकुराहरूमा चाहिँ बढी जोड दिउँ। यसले चाहिँ हाम्रो शरीरलाई स्वस्थ राख्नुको साथसाथै चाहिँ रोगसँग बढ्ने क्षमता पनि बढाउँदछ। सो बेसिकली चाहिँ एउटा हेल्दी लाइफस्टाइलको लागि एउटा ब्यालेन्स डायट चाहिँ इज द मोस्ट इम्पोर्टेन्ट थिङ। र अर्को पोइन्ट इज हाम्रो क्लिनलिनेस, सफाइ, सरसफाइ, स्वच्छता मा जान्छ। सरसफाइ र स्वच्छता चाहिँ किन इम्पोर्टेन्ट हुन्छ भने चाहिँ यो चाहिँ हाम्रो लागि एज अ इन्डिभिजुअल मात्र होइन, हाम्रो फ्यामिली र हाम्रो सोसाइटीको लागि पनि इम्पोर्टेन्ट हुन जान्छ। सरसफाइमा हामीले ध्यान दियौँ भने जस्तै हात धुने भयो एउटा पोइन्ट चाहिँ। हात धुने इज अ भेरी बेसिक थिङ। हामीले चाहिँ किन धोइराख्नु परेर भन्छौँ, जस्तै 10 मिनट अगाडि हात धोएको छौँ, अब खानु भइहाल्छ नि भन्छौँ, तर त्यस्तो हुँदैन। हाम्रो हातले चाहिँ धेरै ठाउँमा धेरैचोटि कता छुँदाखेरि चाहिँ हाम्रो आँखाले नदेखिने कीटाणुहरू चाहिँ हाम्रो हातमा लागेको हुन्छ र हामीले ह्यान्ड वास नगरिकन त्यही ह्यान्डले खानेकुराहरू खाँदाखेरि चाहिँ खाना सँगसँगै कीटाणुहरू पनि हाम्रो शरीरभित्र प्रवेश गर्दछ र जसले गर्दा चाहिँ झाडापाखला लाग्नेदेखि लिएर इन्फेक्सन्सहरू हुनेदेखि लिएर विभिन्न रोगहरू निम्त्याउँदछ। सो इट्स भेरी बेसिक तर एकदमै इम्पोर्टेन्ट कुरा हो ह्यान्ड वास। र यसरी पनि सफा लुगा भन्छौँ हामी, हाम्रो लुगा युजली सफै हुन्छ भन्छौँ सबैले, तर बाहिर गएर आउँदाखेरि त्यही लुगाले घर बस्दाखेरि चाहिँ कस्तो हुन्छ भने चाहिँ हामीले आफू त एक्सपोज भइ नै राखेको छौँ, हाम्रो फ्यामिलीलाई पनि बाहिरको एन्टिबडिज, बाहिरको कीटाणुहरूसँग चाहिँ एक्सपोज गरेर राखेको छौँ। सो सिमिलरली हामीले फोहोरहरू जताततै नफाल्ने, डस्टबिनमा फाल्ने भन्छौँ। इट्स सो बेसिक थिङ भन्दाखेरि होइन, तर पनि किन इम्पोर्टेन्ट हुन्छ भने जस्तै हामीले बाहिर लगेर फोहोरहरू फाल्यौँ, त्यही ठाउँमा झिङ्गाहरूदेखि लिएर लामखुट्टेहरूदेखिको लिएर बसाइहरू भएको हुन्छ। त्यही कुराहरू फेरि हाम्रो घरमा आउँछ, हाम्रो फुड्समा आउँछ, अनि त्यहीँबाट फेरि झाडा पखालादेखि लिएर डेङ्गुदेखि लिएर टाइफोइडदेखि लिएर धेरै गम्भीर रोगहरू चाहिँ लाग्ने चान्सेस हुन्छ। सो सरसफाइ इज द मोस्ट अनदर इम्पोर्टेन्ट पार्ट फर मेन्टेनिङ अ हेल्दी लाइफस्टाइल। सो थर्डमा चाहिँ हामीले प्लेन्टी अफ वाटर इन्टेक भन्छौँ, प्रशस्त पानी चाहिँ पिउनु पर्यो। प्रशस्त भनेको चाहिँ कति भन्ने भन्दाखेरि चाहिँ दिनमा चाहिँ 8 to 10 कप्स अथवा 2-3 लिटरसम्म चाहिँ पानी पिउनु पर्यो। र पानी पनि सफा र स्वच्छ हुनु पर्यो, किनकि प्रदूषण फोहोर पानी छ भने त्यही हो, फेरि पनि त्यहीमा आउँछ, झाडा पखालादेखि लिएर टाइफोइडदेखि लिएर घातक रोगहरू चाहिँ हुन सक्ने चान्सेसहरू हुन्छ। र प्लस पानी धेरै पिउनुको प्लस पोइन्ट भनेको चाहिँ हाम्रो स्किनदेखि लिएर स्किनहरू ग्लोइङ हुन्छ, हाम्रो इम्युनिटी राम्रो हुन्छ, हाम्रो डाइजेसन राम्रो हुन्छ। सो यसले देयर आर भेरी लट्स अफ बेनिफिट्स अफ प्रपर वाटर इन्टेक। सो पानी पनि प्रशस्त पिउनु इज अनदर मेन इम्पोर्टेन्ट पार्ट। र अर्को चाहिँ हामीले एक्सर्साइज भन्छौँ, व्यायाम। अब दिनमा चाहिँ हामीले अहिलेको बिजी लाइफस्टाइलमा आफ्नो लागि 30 मिनट्स एटलिस्ट अ डे 30 मिनट्स निकालेर एक्सर्साइज गर्न सकियो भने हामी हेल्थली त बडी वाइजली त हामी फिट हुन्छौँ, साथसाथै मेन्टली पनि फिट हुन्छौँ। सो अ हेल्दी बडी इज अ हेल्दी लाइफस्टाइल बेसिकली भन्दाखेरि चाहिँ। सो अब त्यो 30 मिनट्समा यहाँहरू चाहे एक्सर्साइज गर्नुहोस्, चाहे जिम जानुहोस्, चाहे वकिङ, जगिङ, एक्स्ट्रा करिकुलर एक्टिभिटिज लाइक बास्केटबल, फुटबल, एनिथिङ जे भए पनि 30 मिनट्स चाहिँ दिनमा हामीहरूले आफ्नो लागि छुटाउन सक्यो भने चाहिँ शरीर त तन्दुरुस्त भयो नै, साथसाथै मेन्टल हेल्थ पनि इक्वली नै राम्रो हुन्छ। र लास्ट बट नट द लिस्ट इज हाम्रो प्रपर एउटा हेल्थ चेकअप भनौँ न। हेल्थ चेकअप चाहिँ हो
बेसिकली चाहिँ हेल्थ चेकअप चाहिँ किनभने हामीहरूको युजली बानी के हुन्छ भने केही नभइकन अस्पताल चाहिँ नजाने बानी हुन्छ। सो केही भएर अस्पताल जानुभन्दा केही नभइकन अस्पताल गएर बेसिक आफ्नो जाँच गराउँदा आफ्नो मुटुको, किडनीको, सुगर, प्रेसर, लिभरको सबै कुराको कन्डिसनबारे थाहा हुनसक्छ र मेन भनेको चाहिँ अर्ली चेकअप र प्रपर चेकअप र प्रपर टाइममा भयो भने द्याट इज द मोस्ट इफेक्टिभ। केही भएपछि गर्नु र केही हुनुभन्दा अगाडि नै एउटा टाइमली चेकअप गरेर टाइमली ट्रिटमेन्ट गर्यो भने त्यो नै बेस्ट हुन्छ। नआत्तियौँ पनि तर ढिला पनि नगरौँ। सो बेसिकली यो 5वटा कुरा जस्ट एउटा यो जनचेतनामूलक कुराहरू भन्दैछु। इट्स भेरी बेसिक। यो 5वटा कुराहरू एकदमै बेसिक छ तर एउटा हेल्दी लाइफस्टाइल मेन्टेन गर्नुको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट छ। सो यति नै हो। धन्यवाद।